2046 सालमा उहाँलाई प्रेम प्रस्ताव राख्नुभयो तपाईँहरूको प्रेम विवाह रोजी विवाह अच्छा भन्यो भने मैले मागे बिहा भन्यो भने नि हुन्छ उहाँले मागे भन्दा पनि मैले किताबमै लेखेको छ तपाईँले चाहिँ उहाँलाई माग्नु भएको मलाई भने नि मैले बिहा गरौँ भनेर एकदम खुला बाजा प्रस्ताव चाहिँ तपाईँले राख्नुभयो म त घुमे 12 वर्ष इन्डिया बसेँ कुदेरै बसेँ होल भारत घुमेँ केही पनि थिएन लुगा एउटा कपडा र ब्याग बाहेक केही थिएन हजुर। बिचरा कस्तो रिसाउनु भयो सुरुमा त भने राख्नु बिहा गरेर ए राख्नु बिहा गरेर केबाट पाल्नु भयो बिहा गरेर अनि मैले भने म कमाउँछु म एकदम सक्षम छु हजुर म एकदम सक्षम छु मै पाल्छु कमाउँछु अनि विवाहमा चाहिँ सबै तपाईँले खर्च गर्नुभयो उहाँले उपस्थित साथीहरू मैले पनि गरेँ को हुनुहुन्थ्यो तपाईँको साथीहरू थिए नि यो सबै हामीले केही खर्च गर्न परेन सरहरूले पनि हेरे मलाई वकिल उहाँका सबै साथीहरू। मेरो समकालीन वकिल थिए त्यहाँ वकिलहरूले मलाई सहयोग हजुर। गरे विराटनगरमा आएर बस्दाखेरि मलाई त्यो समाजकै सहयोग थियो मेरो पनि अझ तपाईँलाई बताइदिउँ उहाँले एउटा सानो घर बनाउनु भयो हजुर जग्गा पनि एकजना मित्रले नै आएर दिए 100 कट्ठा सितै हजुर। ल्याएर दिए त्यसपछि केही साथीहरूले मिलेर उहाँलाई घर पनि भारतमा 12 वर्ष बसिसके घुमेकै थियो यहाँ घुमिरहने जीवन यसरी नै बित्छ अब यति मेरो जीवन भनेर। सायद उहाँले चाहिँ तपाईँलाई प्रस्ताव नराखेको भए विवाह गर्नु तिमी त जोगी हुनुपर्ने भन्थे क्या मलाई यस्तो त्यसो भन्थे मलाई के बिहा गरेको बिहाको नियम सक्नुहुन्न अब घरमा बाँधिनुहुन्छ अर्कै जीवन सुरु गर्नुभयो तपाईँले त्यो अर्को कुरा बताइदिउँ बिहा त गरेको छ होइन अनि सुवेदी चाहिँ बेपत्ता 6 महिनासम्म बहुदल आएपछि त्यस्तो हुन्छ नि श्रीमानले ल्याएर कमाएर ल्याएर सबै बिहान बेलुका छाक टारिदिने भएको छाक त आफै टार्नु छ फिलिङ के भने